मती जिके वसा पिरती भनेर हजुरले गीत त सुन्नु भएको होला। आज यसको लिरिक्समा लुकेको एउटा कल्चरल रेफरेन्सलाई डिकोड गरौँ है त। तारी थकुया तायो दु सिरी थकुया पायो दु राजमतिया बिजा कनि दु। तरी थकुया तायदु चिरी थकुया पायदु राजामती बिजौँ कनेदु। ताय भनेको चाहिँ घाँटीमा लगाउने, पाय भनेको चाहिँ यो खुट्टामा लगाउने। नाउ द क्वेसन इज बिजौँ कने भनेको चाहिँ के हो त? बिजौँ कनेको रिसर्च गर्दाखेरि चाहिँ हामीले यस्तो यस्तो खालको फोटोजहरू भेट्यौँ एन्ड वी डिकोडेड द्याट यो पार्टको जुन कानमा लगाइरहेछ नि यो चाहिँ बिजौँ कने हो। अनि फेरि यसैको ठ्याक्कै प्यारलल रेफरेन्स चाहिँ इन्डियाको महाराष्ट्रमा आजसम्म पनि भेटिन्छ बुगाडीको नामबाट। तिसनतिएका गुजराती पुएका राजमती ब्यायन दु। तिसानटिएका गुजराती पुएका राजामती ब्याह याना बिउ। सो यसमा जुन यो गुजराती भन्ने शब्द छ नि यो चाहिँ खासमा गुजरातबाट आएको एउटा म्युजिकल इन्स्ट्रुमेन्ट जुन चाहिँ काठमाडौँमा मजाले अडप्ट गरेको एउटा इन्ट्रेस्टिङ म्युजिकल कम्पोनेन्ट हो। चण्डाल मलमियाना मामा धक बिया छोटा लतमकुला सजा मधुछि। चण्डालमा लमियान मामा ढाका बिहा छोला लात मखला सझ्या मधुथा भनेको चाहिँ यो एकदमै छट्टु लमीले चाहिँ झुक्काएर राजामतीलाई बिहा गरेर पठाइदियो र यस्तो खालको घर कि त्यहाँ चाहिँ यस्तो यता सझ्या भनेको यस्तो खालको झ्याल नै नभएको घरमा भनेको चाहिँ सझ्याले चाहिँ खासमा कता कता चाहिँ एउटा प्रस्पेरिटी र एउटा वेल्थको सिम्बलको रूपमा हामीले हेर्न सक्दछौँ। सो राजामतीले चाहिँ धेरै चिजहरू गरिसकेपछि केही रङ डिसिजनहरू लिन्छ जसलाई चाहिँ यसमा कुमती भनेर देखाइएको छ। त्यही भएर यस्तो खालको गीतहरू चाहिँ इट अलमोस्ट एक्ट्स लाइक अ टाइम क्याप्सुल फ्रम वेयर वी क्यान डिकोड 150 वर्ष अगाडिको कल्चरल रेफरेन्सेसहरू। राजमती कुमती